हेलो गाइज, नमस्ते एन्ड गुड मर्निङ एभ्रिवान। आज हामी जाँदैछौँ भैरवस्थान मन्दिर दर्शनको लागि र आज हामी पुग्दाखेरि चाहिँ यति लामो लाइन थियो। लाइन तलैदेखि लाइन थियो अनि हामी चाहिँ लाइनमा बस्यौँ। त्यस पछाडि लाइनमा बसेको लगभग 4 घन्टा लाइनमा बसेर हाम्रो पालो आयो। ल हेर्नुहोस् है, कति धेरै हुनुहुन्छ दर्शन गर्नको लागि आउनुभएको छ। आज त अति नै भिड छ भन्नुभएको थियो अरूहरूले पनि। अनि त्यस पछाडि हामी लाइनमा बस्यौँ, पूजा गऱ्यौँ। भिड त भिड नै थियो, बट अलिअलि भिड भए पनि पूजा गर्न आएपछि आनन्दले नातिकन पूजा गर्नुपर्छ। सो हामी पूजा गऱ्यौँ। लगभग पूजा गरेर सकिँदाखेरि चाहिँ लगभग 12 बज्ने लागेको थियो। त्यस पछाडि त्यहाँ रमाइलो पन्चे बाजा टोली पनि आउनुभएको थियो र हामीले त्यो डान्स हेऱ्यौँ, रमाइलो गऱ्यौँ। त्यस पछाडि हामी फोटोसोटो खिच्यौँ अलिअलि। त्यस पछाडि हामी घरतिर लाग्यो। आजको लागि मेरो सानो मिनी ब्लग यति नै। थ्याङ्क यू सो मच फर वाचिङ। एन्ड यो मेरो भोइस ओभर चाहिँ फर्स्ट टाइम हो है, आउँदैन मलाई भोइस ओभर, अझैसम्म गरेको छैन। सो त्यही भएर चाहिँ एकदमै लाज लागिरहेको छ भन्नु पऱ्यो। ल आजको यो सानो मिनी ब्लग चाहिँ यति नै। Keep loving and keep supporting, guys. Thank you. Bye-bye. Thank you.